आज चाहिँ मैले फेरि परवलको रेसिपी लिएर आएको छु। यहाँ मैले अलिकति परवल लिएको छु, यसलाई म खुर्किन्छु पहिला पखालेर। यहाँनिर मैले परवल पखालिओरि एकदम ओभानो बनाएर मजाले खुर्केर तयार गरेको छु। अब चाहिँ यो परवललाई म सुधार्छु है। म कसरी सुधार्छु भने यहाँ बिचमा आधी फाप यता अनि यता फर्काएर अनि फेरि यताबाट आधी, ताकि मसलाभित्र सबै जाओस् भनेर यसरी यताबाट अनि यता फर्काएर अनि फेरि यताबाट यहाँ अब अलिकति नुन राखिदिन्छु म, हल्दी। यसलाई अब मजाले मिक्स गरेर म 5 मिनट जति यसलाई राख्छु। यसरी बनाएको परवलको सब्जी साह्रै मिठो हुन्छ है साथीहरू। यहाँ चाहिँ म टमाटो पेस्ट बनाउन आँट्दैछु है परवलको लागि। मैले अलिकति टमाटर अदुवा, यहाँ मैले अलिकति काजु भिजाएर राखेको छु, यसलाई पनि म यहीँ राख्छु। 1 चम्चा जति मैले दही पनि राखेँ यहाँ। अब चाहिँ यसलाई म ब्लेन्ड गरेर पेस्ट बनाउँछु है। यहाँनिर मैले कराईमा तेल राखेको छु 3-4 चम्चा जति। अब म यो परवल राख्छु यहाँ। अब चाहिँ यसलाई म फर्काउँदै हजुरहरूलाई तेलमै मजाले खान मनपर्छ भने पनि खार्दा हुन्छ। मैले चाहिँ कम्ती तेल राखेर गरेको। यो फर्काउँदै यो रातो हुन्जेलसम्म म पकाउँछु यसलाई। यसरी छोप्दै अनि फेरि फर्काउँदै। मैले यहाँ पानी राखेको छुइनँ है, पानी छिटो पनि राखेको छैन, यही तेलैमा मात्रै यसरी चलाउँदै अलिक रातो हुन्जेलसम्म पकाउनुपर्छ। यो अब यतिको रातो भयो, मजाले पाकेको छ। यो बिचमा सुधारेको हुनाले गर्दा भित्र पनि मजाले पाकेको छ। अब म यसलाई निकाल्छु। यहाँ कराईमा अलिकति तेल अघि पुराकै तेल उब्रिएको छ। यहाँनिर यही तेल राखेँ मैले। यहाँनिर चाहिँ मैले खडे मसला तयार गरेको छु। यहाँ अलिकति दालचिनीको सानो टुक्रा, दोडा ल्वाङ, 2टा अलैँची मैले यसरी फुटाएर राखेको छु। अनि 3-4वटा जति मरिच राखेको छु, तेजपत्ता अनि एउटा खोर्सानी। यो मसलालाई मैले यहीँ राखिदिएँ। जिरा, तोरी, हिङ, हल्दी, रातो खोर्सानीको पाउडर, अलिकति पानी। अब अघि तयार गरेको पेस्ट राख्छु है म। स्वादअनुसार नुन, चाट मसला, सब्जी मसला। अब चाहिँ यसलाई चट्ट चलाइदिन्छु एकचोटि। अब चाहिँ म यो मसला पाकुन्जेलसम्म 2 मिनट जति पकाउँछु यसलाई। यो मसला पाकिसक्यो। यहाँ हेर्नु त यी तेल छोड्न थाल्यो नि त, किनारबाट यसरी तेल माथि आउन थाल्यो। अब यो तयारी भयो मसला। एकचोटि चलाउँ यता। मलाई यो अलिकति बाक्लो लाग्यो, त्यसैले म अलिकति तातो पानी थप्दैछु है यहाँ हल्का। अब चाहिँ अघि तयार गरेको यो परवललाई यहाँ राखिदिएँ। यहाँनिर मैले अलिकति आलु पनि अघि फ्राई गरेर राखेको थिएँ, यसलाई पनि म यहीँ राखिदिन्छु। हेर्नु नि कस्तो खाउँ देखियो अहिले नै। अब यसलाई एकचोटि सर्र चलाइदिन्छु म। यहाँ अलिकति मैले कस्तुरी मेथी हातमा माडेर लिएको छु, यसलाई पनि म राखिदिन्छु यहाँ। एकचोटि चलाएँ है मैले। यसलाई छोपेर 1 मिनट मात्रै म पकाउँछु। यो पाकेको 1 मिनट भयो। वाउ, बास्ना त नि कस्तो मिठो आएको छ। अब यहाँ माथिबाट म अलिअलि धनियाँ पत्ता राखिदिन्छु। ल, मेरो परवलको सब्जी तयारी भयो। यसरी बनाएर खानु होला हजुरहरूले पनि अवश्य, साह्रै मिठो हुन्छ। थ्याङ्क यू फर वाचिङ। क्या मिठो छ है।